तपाईँलाई के लाग्छ आज राति संसारमा केही ठुलो हुँदैछ? अमेरिका र इरानको झगडा अब वार कि पारको स्थितिमा पुगेको छ। राष्ट्रपति ट्रम्पले आज राति 8 बजीसम्मको समय सीमा दिनुभएको छ। कि त सम्झौता गर, नत्र इरानका पावर प्लान्टका पुलहरू ध्वस्त पारिदिन्छु। तर ठ्याक्कै यही बेला इरानले पाकिस्तान मार्फत एउटा शर्तको चिठी पठाएको छ। इरानले पठाएको चिठीमा 10 वटा शर्तहरू रहेका छन्। आखिर इरानले के मागे त ती 10 वटा शर्तहरू? आउनुहोस् जानु। इरानको पहिलो शर्त छ 45 दिनको अस्थायी युद्ध विराम होइन, हामीलाई स्थायी शान्ति चाहिन्छ। र दोस्रो, यदि कुरा मिल्यो भने हामी हमोर जलसन्धि तत्कालै खोल्छौँ, तर सित्तैमा होइन। तेस्रो शर्त अलि अचम्मको छ, त्यहाँबाट हिँड्ने हरेक जहाजले 20 लाख अमेरिकी डलर अर्थात् 2 मिलियन कर तिर्नुपर्ने छ। इरानले भन्छ त्यो पैसाले हामी युद्धमा भत्किएका हाम्रा पुल र बिजुली घरहरू फेरि बनाउँछौँ। त्यति मात्र होइन, इरानले ओमानलाई पनि त्यसमा साझेदार बनाउन खोजिन्छ। इरानको स्पष्ट माग छ, हामी माथिका सबै आर्थिक प्रतिबन्धहरू हटाउनुपर्छ, बैङ्कहरू खोल्नुपर्छ र इजरायलले हाम्रा साथीहरू हिजबुल्लाहमाथि गर्ने हमला रोक्नुपर्छ। अनि अन्तिममा अमेरिकाले अब कहिले आक्रमण गर्दैन भनेर लिखित ग्यारेन्टी दिनुपर्छ र दुवैतर्फका कैदीहरूलाई छोडिनुपर्छ। अब प्रमाण के छ त? आजै व्हाइट हाउसमा ट्रम्पले यो चिठी पाएको स्वीकार गर्नुभएको छ। उहाँले भन्नुभयो, कुरा त राम्रै छ, तर यतिले मात्रै पुग्दैन। यसको मतलब समय सीमा अझै हटेको छैन। के लाग्छ तपाईँलाई? आज राति 8 बजेपछि बम पड्किन्छ कि कागजमा हस्ताक्षर हुन्छ? आफ्नो विचार कमेन्टमा लेख्न र यस्तै अपडेटका लागि हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।